जुन बिन छ त्यो भनेको चाहिँ स्पेशली हजुरहरूको चाहिँ ब्यालेन्सिङ टेस्टहरुको लागि चाहिँ एस्प्रेसो डोपियो बिस्लेट त्यस्तो टाइपको बेभरेजहरु अर मिल्क कफी ब्ल्याक कफीहरुको लागि चाहिँ युजफुल छ है। जुन डार्क मिडियम डार्क रोस्ट छ त्यो भनेको हाम्रो आइस बेभरेजहरुको लागि पनि स्पेशली युज गरिन्छ किनकि हाम्रो लेटेस्टली अपडेट भएको छ यो गरी याद राख्नु पर्यो है। र डार्क रोस्ट भनेको हाम्रो लास्टको रोस्टिङ बिन्स हो। क्लियर हुनुहुन्छ? ओके, अब अर्को चाहिँ के छ त भन्दाखेरि एस्प्रेसो च्यानलिङ। अब यो एस्प्रेसो च्यानलिङ भनेको हो चाहिँ के, हामीले हिजो अस्ति चाहिँ एस्प्रेसो एक्सट्र्याक्ट गरेको छौँ, डोपियो पनि एक्सट्र्याक्ट गरेको छौँ हैन। अब त्यहाँनिर चाहिँ कसैको चाहिँ बिग्रिएको छ हैन, कसैको चाहिँ पर्फेक्टली चाहिँ मिलेको छ। यो मेनली रिजन चाहिँ हो चाहिँ के त भन्नु पर्दाखेरि यो च्यानलिङको अवस्था, यो बिग्रिएको अवस्था। हाम्रो जुन हट वाटर छ जुन ग्रुप हेडबाट 9 बारको प्रेसरमा हुन्छ, जुन हाम्रो कफी पाउडर छ फाइनली ग्राउन्ड कफी पाउडर, त्यो पाउडर माथि चाहिँ हट वाटर जुन 9 बारको प्रेसरले आउँछ, त्यो 9 बारको प्रेसरले आएको हट वाटरले के गर्छ हाम्रो पाउडर माथि चाहिँ प्रेसर दिन्छ, प्रेसराइज बनाउँछ हैन। त्यो प्रेसर गरिसकेपछि त्यो वाटरले चाहिँ के गर्छ भन्दाखेरि चाहिँ जुन पाउडर माथि चाहिँ प्रेसर गरिसकेपछि त्यहाँनिर चाहिँ ग्यापहरु चाहिँ खोज्छ है। कसरी छिटो मात्रामा चाहिँ बाहिर निस्किन पाऊँ भनेर चाहिँ उसले उनीहरुले चाहिँ ग्याप खोजिरहेको छ। र हाम्रो केही सानो मिस्टेकहरुले गर्दाखेरि चाहिँ त्यहाँनिर त्यो वाटरले के गर्छ प्रेसर बनाउँछ र त्यो प्रेसरले गर्दाखेरि चाहिँ तपाईहरुको चाहिँ वाटरले के गरिदिन्छ त होलहरु क्रिएट गरेर क्र्याकहरु चाहिँ भेट्छ। त्यो क्र्याकहरुको थ्रुबाट चाहिँ सडकै बाहिर निस्केर आउने जुन रिजल्ट छ है ठुलो एमाउन्टमा, त्यो भनेको एस्प्रेसो च्यानलिङ हो।